नमस्कार साथीहरु, आजको भिडियोमा म तपाईहरुलाई किप लेभल 5 को तयारी गरिराख्नु भएको तपाईहरुको लागि भनेर चाहिँ एकदमै महत्त्वपूर्ण कुरा ल्याएको छु। जुन चाहिँ मैले किप लेभल 5 को पहिलो च्याप्टर साहेको पनि पहिलो च्याप्टर हाङ्गगी सांजिङको बारेमा चाहिँ मेन इम्पोर्टेन्ट कलेक्सन गर्दै तपाईलाई एक्जाममा सोध्न सकिने पोइन्टहरु कलेक्सन गर्दै के छ क्वेशन टेस्टहरु पनि गर्ने छु है त। आजको एकदमै किप लेभल 5 को तयारी गरिराख्नु भएको तपाईहरुको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन सक्छ। आजको बुकलाई नै हामी पढ्ने छौं, तर एकदमै छोटकरीमा बुकमा भएको एकदमै के छ एक्जाममा चाहिँ आउने कुराहरु पढ्दै जाने छौं है त। ओके, म भिडियोलाई सुरु गर्न चाहन्छु। पहिलो चोटी हुनुहुन्छ भने कृपया यो भिडियोलाई एउटा लाइक र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। ओके, हामी सुरु गरौँ हैन। त्यसो भए ल हामी पढ्दै छौं हाङ्गग सावे इहे हैन। हाङ्गग सावे इहेकोमा पनि तपाईहरुले हामी आज पहिलो च्याप्टर पढ्दै छौं हैन। यति सबै हामी बिस्तारै पढ्छौं। हामी हाम्रो क्लास पनि हुनेछ किप लेभल 5 को हैन। ल छोङाफेङ्गा छुनबीमा इलगाङमा छ सावे हैन। सावेमा हेरौं। सावेको पनि हामी पहिलोमा के छ हाङ्गग सांजिङ हानन गत्तरी हाङ्गगी सांजिङ भनेर पढ्ने छौं है त। पहिलो च्याप्टर हाङ्गग सांजिङ हानन गत्तरी कोरियालाई प्रतिनिधित्व गर्ने कुराहरु हैन। के छ त हाङ्गग सांजिङ हानन गत्तरी के छ त तपाईहरुलाई थाहा छ होला हैन। हाङ्गल छ, थेगुकी छ, एगुका छ, मुगुङवा छ हैन। ल हो तिनीहरु हामी सर्टकटमा पढ्दै जाने छौं है त। ल अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु हाङ्गल सांजिङ हानन गत्तरी भनेको छ कोरियालाई प्रतिनिधित्व गर्ने कुराहरु हैन। अब सुरुमा आउँछ के आउँछ थेगुकी आउँछ। थेगुकी भनेको यो हैन। थेगुकी भनेको राष्ट्रिय झण्डा है त, राष्ट्रिय झण्डा। अब नारारल इरुम कोरियाको नाम चाहिँ थेआनमिङ्गु भएको कोरियाबाट आएको के यो कोरिया भन्ने एउटा के छ देशको नामबाट चाहिँ पहिलाको एउटा राज्यको नामबाट कोरियाबाट चाहिँ कोरिया भएको यो हामी यक्सामा सिक्न सक्छौं है त। ल थेगुकीको बारेमा जाउँ। एकदमै इम्पोर्टेन्ट छ थेगुकीको बारेमा। के छ क्वेशन पनि प्राय आइबस्छ है। क्वेशन पनि प्राय आइबस्छ। थेगुकीको बारेमा जाउँ। के छ त्यहाँ के कुराहरु छ है। ल ओके, थेगुकीमा चाहिँ तपाईहरुको सक्नुहुन्छ है। अनि तपाईले बीचमा यस्तो हुन्छ गोलो अनि एस हुन्छ है। यहाँ एस हुन्छ हेर्न सक्नुहुन्छ एस हैन। अनि यता रातो अनि यता चाहिँ के छ नीलो कलर हुन्छ हैन। अनि तपाईको यहाँ चाहिँ तपाईको यसलाई के भन्छ 1 2 3 हैन। अनि के छ 1 2 3 4 यहाँ 5 वटा हुन्छ 1 2 3 4 5 यहाँ 6 वटा हुन्छ 1 2 3 4 5 6 हो। यसलाई भन्छ के भन्छ यसलाई भन्छ सा ख्वे भन्छ हैन। ओके, यसलाई भन्छ सा ख्वे भन्छ है। यसले के अर्थ दिन्छ त यसले खनगुन खाम्नी हैन। यसले के गर्छ मूलफुल हानलताङ हानलताङ मूलफुल हैन। हानलताङ मूलफुल। त्यसो भए आकाश जमिन पानी र आगो सबै चीजहरु जनाउँछ। यसले चाहिँ पहिला कोरियनहरु मान्छेहरुले चाहिँ के सोच्थ्यो भने यसले सबै चीजहरु चाहिँ जनाउँथ्यो हैन। सबै एभ्रीबडी हैन एकदमै सबै चीजहरु जनाउँथ्यो। त्यही बेला चाहिँ खनगन घामनी हानलताङ मूलफुल भनेर चाहिँ सोच्थ्यो हैन। अब यहाँ चाहिँ तपाईको यो कर्णलाई के भन्छ यो कर्णलाई भन्छ खोन पनि भन्छ अनि खाजाङ जारी हैन। खाजाङ जारी पनि भन्छ है त। हो खाजाङ जारी। अनि अर्को के पनि भन्छ अर्को भन्छ मोसरी पनि भन्छ। धेरै कुराहरु सिक्नु पर्छ हैन। यो सबै कुराहरु तपाईले केमा आउँछ भन्दाखेरि एक्जामको त्यो उसमा आउँछ। कहिले खाजाङ जारी दिन्छ, कहिले मोसरी दिन्छ, कहिले कर्नर दिन्छ हैन। के हो भन्ने कुरो चाहिँ हामीले बुझ्नु पर्यो। अनि यहाँ के छ यो के हो यसलाई बुझ्नु पर्यो। थेगुक मुन्याङ हैन। थेगुक मुन्याङ भनेर बुझ्नु पर्यो हैन। थेगुकको के छ मुन्याङ भनेको ढाँचा हैन, डिजाइन कलर भनेर बुझ्दाखेरि हुन्छ। थेगुक मुन्याङमा चाहिँ के छ भन्दाखेरि एकछिनमा हामी सिक्न सक्छौं। यसलाई भन्छ थेगुकी। अब यिनीहरुले कस्तो जनाउँछ त भन्दाखेरि पढ्दै जाउँ त। खुक्की हैन थेगुकी भयो। फेन्सेक फाताङल छङाङे थेगुक मुन्याङ वा खाजाङजारीका खनगन खाम्नी सागवेरो इरोजियो इस्मुनिदा भनेर भनेको छ हैन। फेन्सेक फाताङ यहाँ सेतो कलर छ हेर्नुस् त। यहाँ सेतो है। सेतो कलरले चाहिँ के जनाउँछ भन्दाखेरि सेतो कलरको एकछिनमा आउँछ। सेतो कलरकोमा सेतो कलरको छुङाङे भनेको बीचमा केन्द्रमा थेगुक मुन्याङ हो। यसलाई भन्छ थेगुक मुन्याङ। यसलाई भन्छ थेगुक
मुन्याङ भन्छ है त मुन्याङ वा खाजाङजारी खङगन खामनी खाजाङजारी भनेको यहाँ यी खाजाङजारीमा चाहिँ तपाईको त्यस साइडमा के छ भन्दाखेरि यिनीहरू भन्न खोजेको खनगन खामनी छ हैन सागवे र इरज सुमिता सागवेले के जनाउँछ हानल ताङ फुल जनाउँछ हैन ओके त्यसो भए अब अर्को हेरौं यो यसमा वेनसेक फाताङुन फाल्गुङ वा सुनसुरुल सांजिङ हाम्या थेगुक मुन्याङुन छोगुई वा हुइमाङल भनेर सांजिङ गर्छ क्या वेनसेक फाताङ भनेको यहाँ सेतो कलर है सेतो कलरले के जनायो त भन्दाखेरि फाल्गुङ वा सुनसु भनेको के छ फाल्गुङ भनेको उज्यालो एकदमै चमक जनाउँछ भने सुनसु भनेको शुद्धता प्रष्ट जनाउँछ है त त्यसो भए फाल्गुङ वा सुनसु भनेको चाहिँ उज्यालो चमक र एकदमै शुद्धता भन्ने सांजिङ हाम्या प्रतिनिधि गरेर जनाएर थेगुक मुन्याङ हैन थेगुक मुन्याङ इ हो थेगुक मुन्याङले के जनाउँछ केन्द्रमा छ है थेगुक मुन्याङ के छ छुङाङमा भएको थेगुक मुन्याङ भनेको कुनै झण्डाको चाहिँ आकृति ढाँचा भनिन्छ मुन्याङलाई के जनाउँछ त्यसले भन्दा छोगी वा हुइमाङ छोगी भनेको हाम्रो सम्मान हैन र हुइमाङ भनेको यो आशा अपेक्षा छोगी भनेको सम्मान आधार र हुइमाङ भनेको आशा अपेक्षा जनाउँछ है त ल यिनीहरुको के जनाउँछ सबैको एक गरी थाहा हुनुपर्छ नत्र भए एक्जाममा सानो टुक्रा काटेर आउँछ हैन सबै थाहा हुनुपर्छ है त थेगुक मुन्याङ भनेको यो यसले के जनाउँछ सम्मान र छोगुवा हुइमाङ जनाउँछ अनि यो सेतो कलरले फेन्सेक फाताङले के जनाउँछ फाल्गुम र सुनसु जनाउँछ हो यसरी जान्नु पर्यो अनि सागवे यो सागवेले के जनायो त भने खनगन घामनी त भनिहाल्यो हैन सागवेलाई खनगन घामनी त भनिहाल्यो यो सागवे है त यो सागवेले चाहिँ खनगन घामनी भन्यो तर त्यसले पनि खाकले के जनाउँछ त प्रत्येकले हानल ताङ मुल फुल हैन हानल ताङ मुल फुल जनाउँछ है त अब यति हेर्यौं हैन यहाँबाट यस्तो बुझ्यौं यहाँबाट के बुझ्यो थेगुकी कोरियालाई एउटा प्रतिनिधि गर्ने थेगुकी हो हैन थेगुकी मान्छे सागवे छ हैन सागवेले के जनाउँछ खनगन घामनी जनाउँछ हानल ताङ मुल फुल जनायो हैन यहाँ मोसरी कर्नर यतापट्टि छ मोसरी कर्नरमा चाहिँ सागवे छ भनेर आउँछ एक्जाममा हैन अनि वेनसेक फाताङले के जनाउँछ फाल्गुङ वा सुनसु हैन अनि थेगुक मुन्याङले के जनाउँछ यो बिचक्को थेगुक छुङाङमा छ थेगुक मुन्याङ त्यसले के जनाउँछ भन्दाखेरि छोवा वा हुइमाङल सांजिङ हाम्निदा है ल यसरी तपाईले भन्न सक्नुहुन्छ हैन भन्न हैन रट्न सक्नुहुन्छ हैन बुझ्न सक्नुहुन्छ यसरी एक्जाममा आउँछ खुचुलमा आउँदैन मिचुलमा आउँछ हैन के छ लेभल 5 एकदमै धेरै लेभल 5 चाहिँ गाह्रो छ तर पनि मज्जाले पढ्दै यसरी केलाउँदै गयो भने चाहिँ के छ मज्जाले पास गर्ने सकिन्छ हैन 70 80 ल्याएरै पास गर्न सकिन्छ ल हेरौं त यहाँ थ आरा बोगीमा थोरै हेरौं त खासै यस्तो थ आरा बोगी इम्पोर्टेन्ट हुँदैन तर पनि हामी हेरौं त खुक्की खेयाङ भनेछ खुक्की भनेको राष्ट्रिय झण्डा खेयाङ भनेको फरफराउनु क्या भनेपछि झुन्ड्याउनु हैन राष्ट्रिय झण्डा चाहिँ फरफराउनु झुन्ड्याउनु चाहिँ कहिले झुन्ड्याउँछन् त थारायो थेक्क किरुल अन्जे थारायो हाङ्गेछ थेक्क किरुल थारा खिन्यमिन नार इस्सुम्निदा हैन थेगुकी झुन्ड्याउने खिन्यम हानुन नाल हैन के छ स्मरण दिवस छ खुक्की के छ खुक्की ख्याङ ओदे खुग्यङिल हैन ओदे 5 वटा खुग्यङिलमा झुन्ड्याइन्छ सामिल जल हैन सामरिल छेहन जल 7 को 17 मा ख्वाङबोक जल फारवल सिपोइल खेच्छन जल सिवल सामिल हाङ्गलनाल सिवल खुइल हो यो दिनमा चाहिँ तपाईको खुक्किरल ख्याङ हाम्निदा खुक्किरल थाम्नी थामसुम्निदा हैन थाल्दाबाट थाम्निदा पनि हुन्छ त हैन झुन्ड्याउन ल हट्छ नि त झुन्ड्याउँछ अनि खुक्कुन्नाल भनेको सैनिक दिवस हैन 10 को 1 मा चाहिँ छङबुगा तारा छिजङहान नाल हैन सरकारले चाहिँ अलग्गै के छ छुट्याएको दिनहरुमा पनि झुन्ड्याइन्छ छोगी ख्याङ हेन्चुङिल हैन स्मरण दिवस हेमते बुझ्ने भन्दाखेरि खुक्की ख्याङ हैन राष्ट्रिय झण्डा चाहिँ फरफराउने दिन हैन झुन्ड्याउने दिन विशेष गरी थेगुकी के छ खुग्यङिलमा झुन्ड्याइन्छ खुग्यङिल र ह्यान्चुङिल हैन के छ खिन्यमिल त्यति मात्रै सम्झिदा हुन्छ यहाँबाट केही सम्झिने जरुरी छैन ल अर्को पट्टि जाउँ है त नेक्स्ट ओके अब अर्को आयो सांजिङ गर्ने एगुक्का आयो हैन हामीले थेगुकी पढ्यो एगुक्का भनेको के हो राष्ट्र गाना यो खा भनेको गाना हो क्या खायो भनेको के छ खायो भनेको गीत हो क्या खायो भनेको गीत हो त्यही भएर चाहिँ एगुक्का भनेर आएको अब यहाँ थोरै के भइरहेछ भने ए भनेको माया हो हैन साराङ हैन खुक भनेको राष्ट्र हो खा भनेको गीत हो हैन माया के छ
देशलाई माया गर्ने गीत हैन देशलाई माया गर्ने गीत भरेको छ यसमा हेरौँ त नारारो साराङहानुन खुगमिनी माउमल थामुन नोरेरो छोगु के छ छोगुके थ्यान साराङ इल्केउगो थाचिमागी उइहाया फुरुन्दा भनेर भनेको छ भनेपछि के भनेको छ भने यहाँ देशलाई माया गर्ने गीत हैन यसरी बुझ्दा हुन्छ यहाँ जे छ त्यही नबुझ्ने नारा र साराङहानुन खुगमिनी माउमल थामुन नोरे सक्यो है यति बुझ्दा सक्यो यहाँ अरु बुझ्नलाई जरुरी छैन हैन छोगुक एथ्यान भनेर भने छोगुक भनेको संरचनाको हैन सरी छोगुक भनेको हाम्रो मातृभूमिलाई चाहिँ माया गर्ने हैन इल्के उगो भनेको तपाईको कुनै काम सँगै गर्ने एकैसाथ गर्ने भन्ने क्या एकैसाथ गर्नको लागि चाहिँ तपाईको गाइन्छ भनेर भनेको छ हैन कुन जस्तै अब फुटबल हाम्रो के छ एगुका कति बेला हुन्छ राष्ट्रिय गाना हैन फुटबल सुरु हुने बेलामा हो सँगै गरिन्छ नि त सबै काम हैन सबै काम सँगै गर्ने बेलामा चाहिँ अगाडि सुरुमा गाइन्छ भनेर भनेको छ अर्को छ अब के छ आनिक्थेगा छक्को खेक्सुम्निदा भनेर छ आनिक्थे संसेनिमले चाहिँ तपाईको छाक्को खादा भनेको संरचना गर्नुभएको लेख्नु भएको हो भनेर चाहिँ भन्दा हुन्छ साजल्लो इरजयसुन्दा हैन साजल चाहिँ छ अब तपाईले के छ सिंह पढ्दा चाहिँ अब एक छल चाहिँ तपाईले जान्नु पर्छ अरु नत्र भने खासै सोध्दैन क्वेशनहरु हैन थोङ हे मुगा फेक तुसानी मारुगो दाल तोरो हानुनिमी फुहासा उरी नरामानसे मुगुवा समछल्ली 화영 강사 태한사란 태한으로 우리나라 만세 भनेर एक छल याद गर्नुभयो भने हुन्छ मैले राम्रोसँग चाहिँ गाइन होला है ल धन्यवाद छ हैन एगुकाको बारेमा हामीले भयो के जानी एगुका पुनः नारालाई साराङहानुन माउम हैन नारारुल साराङहानुन माउमुल थामुन नोरे भन्ने हो सक्यो अनि आनिक्ते संसेनी भन्नेले चाहिँ के छ छक्को खेस्यो साजल छ यति बुझ्यो भने सक्यो इनफ है इनफ खुक्वा वा मुन्जा खुक्वा भनेको अब राष्ट्र के छ फूल भयो मुन्जा भनेको अब त क्यारेक्टर भइहाल्यो हैन अक्षर भइहाल्यो खुक्खु मुगुङवा यसले भन्छ खुक्वा के छ मुगुङवा भनिन्छ राष्ट्र फूल अब राष्ट्र फूलमा चाहिँ के भनिन्छ त भन्दाखेरि अब यहाँ हेर्नुस् त मुगुङवा भनेर के छ भनेको छ गुङ वा हैन मुगुङवा भनेको के भनेको छ भने मु भनेको अप्ता हो क्या अप्ता हैन किन लेख्दैन खुङ भनेको कुत हैन भनेपछि कुत है कुछि अनि वा भनेको चाहिँ फुल कुत हैन कुत भनेपछि कुछि अप्ता हैन के छ यसको चाहिँ अन्त्य इन हुँदैन भनेपछि सधैँ फुलिराख्ने भनेर भन्न सकिन्छ है त ओके खुक्वा मुगुङवा हेरौँ हाङ्गरुल साङजेगान नाराल कोछुरो कोरियालाई प्रतिनिधि गर्ने के छ गीत भने चाहिँ फुलद्वारा चाहिँ यङवानहान सेङमेङनकुल छिन्य छिदरातो थासी फिनुनको चिरानन तुसु खाजिगो सुम्निदा भनेर भनेको छ तपाईले के बुझ्ने कुछि हप्ता यङवान हादा मात्रै सोच्नु पर्ने हुन्छ है त यङवान हादा कुछि हप्ता यति मात्रै बुझ्दा हुन्छ अरु केही बुझ्नु पर्दैन यहाँबाट है त ल यङवान हादा भनेको सधैँभरि सेङमेङन्यङ भनेको के हो जीवनलाई चाहिँ हैन जीवनमा चाहिँ छिन्य छिदरादो भनेको चाहिँ के भनेको छ भने अस्ताए पनि हैन यो चाहिँ छिदा भनेको यो बिहान चाहिँ तपाईको मुगुङमा कस्तो हुन्छ भने बेलुका चाहिँ ओइलिन्छ हैन यस्तो झुप्पिन्छ अनि फेरि बिहान दिउँसो भएपछि यसरी फुल्छ हो त्यो भन्न खोजेको है त छन्य छिदरादो हैन ओइलिए पनि झुप्पा भए पनि फेरि फुल्छ भनेर भन्न सकिन्छ हैन ल यङवानी फिगो तो फियस छिचिआनुन कोत भनेर नि हुन्छ धेरै तरिकाले जान्न सकिन्छ है यसलाई यङवानी फिगो तो फियस छिचिआनुन कोत हैन निरन्तर फुलेर फेरि फुलेर छिचिआनुन कोत नअस्ताउने नओइल्याउने फुल भनेर बुझ्दा हुन्छ यसमा के बुझ्ने यङहन हादा बुझ्ने अनि कुछि हप्ता मुगुङमा मु भनेको हप्ता मुर्योस हैन मुदान विन्दान मुगु भनेर छ नि हप्ता सबै नहुने हो त्यसो भए कुछि हप्ता
मुगुङमा हैन कुछि हप्ता 영원 하다 सक्यो है त अब 한국이 खुक्का 문장 무궁화와 태극을 바탕으로 만들어졌다. 한국이 खुक्का 문장 अहिलेको 문장 हेर्नुभयो खुक्का 문장 खुक्काको के छ बीचको केन्द्र के छ डिजाइन हेर्नुभयो हो डिजाइन चाहिँ तपाईको केबाट बज्यो 태극기 राष्ट्र झण्डा र के छ मुगुङाको डिजाइनबाट चाहिँ त्यसको पृष्ठभूमिबाट बनाइएको हो ल के छ मुगुङामा के बुझ्ने खुक्कामा तपाईले कुछि हप्ता 영원하다 영원히 figu tu fiasa छिज्यानन कोचिदा सक्यो है त ल अब अर्कोमा जाउँ एकदमै सरल तरिकाले सिकाउने कोसिस गर्छु ल 5 लेभल पास गर्नुपर्छ है त मुन्जा भने छ हांगुल हैन हांगुल अब अर्को छ तपाईलाई प्रतिनिधि गर्ने हांगुल छ हैन हांगु खोयो खुल्चा इरुमिदा हैन खोयो खुल्चा भनेको एकदमै मौलिक हैन मौलिक क्यारेक्टर चाहिँ तपाईको नाम हो हांगुल हैन जुन चाहिँ कसले बनायो सेजोङ देवाङले तपाईले बिर्सिनु हुँदैन हैन सेजोङ देवाङ हैन सेजोङ देवाङ भन्ने राजाले चाहिँ बनाएको हो है त ल किन लेखेन ओके सेजोङ देवाङ लेखिसकेको छ हैन अनि अब अर्को चाहिँ तपाईको छाउम चाहिँ तपाईको 14 वटा छ हैन ग न द ल हो यस्तोहरु 14 वटा छ अनि मोम 10 वटा छ आ या अ य हो यस्तोहरु 14 वटा छ हैन मोम र इरजेस्ट्रिमिता sang छाउम फुआम हामेन यल हाफ के छाउम भन्ने चाहिँ यो sang छाउम भनेको चाहिँ के छ डबल कन्सोनेन्ट भनेको क्या हैन क त प स च हो त्यस्तो 5 वटा छ त्यो सँग चाहिँ के छ 19 वटा छाउम हुन्छ हैन कन्सोनेन्ट हुन्छ अनि इजुङ मोम हाम्रो मोमहरुलाई चाहिँ इजुङ मोम भनेको चाहिँ के छ भवेलहरुलाई एकमुष्ट गरेर चाहिँ बोलाइन्छ नि जस्तै ओ प्लस आ लाई के भयो वा भयो नि हैन वा हो यसरी बनाएर फुहाम गरेर नै समावेश गरेर भनेकोलाई चाहिँ इजुङ मोम भनिन्छ त्यो चाहिँ 21 वटा हुन्छ भनेर हुन्छ खयो अब यहाँ अलिकति इम्पोर्टेन्ट के छ सेजोङ देवाङ राजाले बनायो यहाँ इम्पोर्टेन्ट यो कलर नीलो कलर लागेको छ के सेजोङ देवाङ राजाले चाहिँ 1443 मा बनायो हुङमिनजोम हेरेबोन भन्ने एउटा हांगुलको किताब हुङमिनजोम हेरेबोन भनेको चाहिँ के हो भने हांगुल हैन हांगुल चाहिँ कसरी पढ्ने हैन हांगुलको प्रयोग गर्ने तरिका सल्म्यंश हो क्या यो बुक चाहिँ है त के छ सेजोङ देवाङले चाहिँ हांगुल गणदर चाहिँ कसरी पढ्ने भन्ने कुरो चाहिँ बनाएको एउटा किताब हो यो हुन भनेको यो ख्यो हुन हो के हो ख्योहुन भनेको तपाईको शिक्षा सिकाइ हैन ख्योहुन भनेको शिक्षा सिकाइ अनि मिन भनेको खुङमिन नागरिक छङ भनेको फारुन सोरी हैन फारुन एकदमै सही भनेको माल हो हैन सोरी हो माल हो भनेपछि शिक्षा नागरिकले सिक्ने फारुन सोरी एकदमै सही शिक्षा भनेर बुझ्दा हुन्छ हांगुल मान्दुन मोक्चकुरो वल्लेरुल थामगोइनुन हुङमिनजोङ हेरेबोन युनेस्को सेगे खिरोब युसानी थङजे देसमदा हैन हो यो चाहिँ तपाईको युनेस्को सेगे के छ खिरोब युसान रेकर्ड गरिएको युसान हैन विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ यति बुझ्दाखेरि अरु बुझ्नु पर्दैन जस्तो लाग्छ यहाँ हुङमिनजोङ हेरेबोन भनेको थोरै हेरौं हुङमिनजोङमुन फेक्सङुल खारुचिनुन फारुन सोरी इम्निदा उइमी है ल हुङमिनजोङको फारुन सोरी के छ उइमी चाहिँ के हो भने फेक्सङुल खारुचिनुन फारुन सोरी भनेकै अघि मैले भने यहाँ हैन नागरिकलाई सिकाउने फारुन सही सोरी आवाज हो बोली हो भनेर चाहिँ अर्थ दिन्छ कसले हुङमिनजोङ कसले बनायो सेजोङ देवाङ हैन हांगुल यति बुझ्नु भयो भने अरु इनफ हुन्छ जस्तो लाग्यो अर्को के छ हेरौं यहाँ अघि हेरेको रहेछ ल यति बुझ्नु भयो भने इनफ ल अब यहाँबाट चाहिँ मारहागीमा चाहिँ के छ मारहागीमा चाहिँ कस्तो खालको क्वेशन आउँछ त भन्दाखेरि हेरौं त हांगुरे थे मारे बस्यो भन्न सक्छ है त मालहागी हांगुरे थे मारे बस्यो ल त्यसको छोटो हेरौं है त मैले तयारी गरेको छु ल यहाँ हेर्नु त 2 नम्बरमा थ्यानमिङगुल सांजे खानुन हांगुरे थे छासे मारे बस्यो यस्तोरी क्वेशन सोध्न सक्छ क्या है हांगुलको बारेमा हैन यो खुसुलसिया मैले सावैदेखि छिरीसम्म बनाएको छु एकदमै इम्पोर्टेन्ट छ हैन तपाईको यो पढ्दाखेरि खुसुलमा मात्र हैन तपाईको फेल्गीमा पनि तपाईको अर्को सुगीमा पनि काम दिन्छ है राम्रोसँग पढ्दा हैन ओके हांगुरे थे मारे बस्यो हांगुरुन 한국이 공식적인 쿨자입니다.
다룬 글자는 언제, 누가, 왜 어떻게 만들었는지 알 수 없어요. 하지만 한글은 다 알 수 있습니다. 한글은 세종대왕이 1443년에 백성을 위해서 발성기관을 모양을 본떠서 만들었습니다. 석유. 한글 चाहिँ कोरियाको 공식적인 एकदमै औपचारिक हैन के छ अफिसियल खुल्चा क्यारेक्टर हो. 다른 글자 यसरी कम्पेयर गर्ने हो क्या. अरु अक्षर अन्जे, नुगा, वे कहिले कसले किन बनाएको थाहा छैन. हाजिमान तर पनि 한글은 थाहा 알 수 있다. यस्तो भन्नुभयो तपाईलाई 5 मा 5 दिन सक्छ है त. सबै बुझ्न सकिन्छ. 한글은 세종대왕 भन्नेले चाहिँ 1443 मा बनाएको. किन? 백성을 위해서 हैन 백성을 위해서 नागरिकको लागि बनाएको भनेर चाहिँ भन्नुभयो भने दामी हुन्छ है त. 발성기관 모양을 본다. 발성기관 भनेको के हो? यो गा न द र यो हाम्रो स्वर आउने केन्द्रबिन्दु छ नि हो त्यसलाई भन्छ के छ 발성기관 폰떠서 भनेको सेम फोटोकपी गरेर चाहिँ बनाइयो. 한글은 과학적이고 체계적인 글자입니다. यो थप्नुभयो भने झन् राम्रो हैन. यति भन्नुभयो भने ठिकै छ हैन. अर्को कुरा केही पनि थप्नुहुन्छ भने 한글은 के छ युनेस्को 기록 유산에 등재되었습니다. यति भन्नुभयो त 5 मा तपाईले 6 दिन सक्छ हैन. यसरी भन्न सक्नुहुन्छ. ल आजको के छ भिडियो कस्तो लाग्यो? अर्को क्वेशनहरु पनि हामीले गर्नुपर्ने छ. ल जाउँ है त. ओके ल जाउँ. अब हामीले पढेको क्वेशनहरु जाउँ है त. ल 다음 중 한국의 국기는 태극기, 남한기, 성정기, 한국기. कुन्छ 태극기 हुन्छ हैन. यहाँ छ हेर्नुस् त. 태극기 인공기 चाहिँ सरी है अघि नामहाङ्गी भने यो हैन. यो इम्पोर्टेन्ट छैन. 태극기 मात्रै इम्पोर्टेन्ट छ हैन. जापानको इल्जाङ्गी भन्छ. ल अर्को हेरौँ. अब अर्को एन्सर हेरौँ क्वेशन. एगुका를 착각한 사람. एगुकालाई चाहिँ संरचना गरेको मान्छे को हो? बनाएको मान्छे 김유신 아닉테 조수미 안정근. कुन हो? आनिक्थे नम्बर 3 है. ल थ्यांक यू. तपाईले मिलाउनु भयो हैन. ल मिलाउनु भयो होला. आनिक्थेले यस्तो खालको छ आनिक्थे संसिङनिम भन्ने चाहिँ हैन. ल हो यसरी छ है त. अर्को हेरौँ. ल मिल्ने कुरा चाहिँ हेरौँ. 다음 사진 속에 꽃이 태안 설명으로 오른 것은 मिल्ने कुरा है त. 1년에 한 달만 꽃을 피운다. 1 वर्षमा एक फूल फुल्छ अरे. 한국을 상징하는 꽃이다. कोरियालाई प्रतिनिधि गर्ने के छ फूल अरे. 숭고한 성신이라는 의미가 담고 있습니다 भनेर भनिन्छ. 숭고한 성신 भनेको चाहिँ महान आत्मा हैन उत्कृष्ट आत्मा भनेर चाहिँ 의미 छ अरे. 한국의 국가 문장으로 사용할 수 없다. कोरियाको राष्ट्र के छ क्यारेक्टर रूपमा राष्ट्र त्यो डिजाइनको रूपमा चाहिँ मुन्जाङ भनेको मुन्याङ हो के अघि सेम हो है. मुन्याङ र मुन्जाङ सेम हो है त. सेम बुझ्दा हुन्छ हैन. मुन्याङको रूपमा चाहिँ प्रयोग गर्न सकिँदैन भनेर भनेको चाहिँ सकिन्छ हैन. कसरी सकिन्छ भन्दाखेरि अघि यस्तोमा आएको थियो नि हो यस्तोमा खुक्का मुन्जाङको उसमा राखेको हुन्छ है त. अहिले म देखाउँछु. एन्सर कुन हो? नम्बर 2 한국을 상징하는 꽃 छ हैन. ल मिलाउनु भयो. यति पढ्नु भयो भने तपाईले साहैबाट जस्तो के छ 한국이 상징बाट पहिलो पाठबाट कस्तो आउँछ क्वेशन सबै मिलाउनु हुन्छ हैन. नारा मुन्जाङ मुन्जाङ र तपाईको मुन्याङ एउटै हो क्या है. मुन्याङ ल के भएको यो त लेख्दैन राम्रोसँग हैन. यसरी प्रयोग गर्न सकिन्छ क्या मुन्याङको रूपमा. यहाँ पनि प्रयोग गरिरहेछ यो फूल हैन. यहाँ पनि प्रयोग गरिरहेछ हो. यसरी प्रयोग गर्न सकिन्छ. ल त्यसो भए अर्को क्वेशन छ कि छैन? छैन. रहेछ. नम्बर 6 मा 홍민점 뜻인 옳은 것은 홍민점को 뜻मा चाहिँ मिल्ने कुरा. 진리를 탐은 훌륭한 소리, 백성을 가르치는 바른 소리, 나라를 강하게 만드는 강력 소리, 누구에게 자유롭고 평등한 옳은 소리. ल मिलाउनुस् त मिलाउनुस्. हामीले पढेको हो. मिलाउनुस् त मिलाउनुस्. ओके पक्कै पनि फेक्साङुल खारुचिनुन फारुन सोरी हैन. अघि पढ्यो हामीलाई नागरिकलाई खारुचिनु सिकाउने फारुन सोरी. एकदमै छङ भनेको फारुन अनि भनेको सोरी. हुङमिन्जाउकै हो त हैन. हुङमिन्जाउ यसको फारुन सोरी. हुन भनेको शिक्षा सिकाइ सिक्नु खुङमिन हो. यसरी चाहिँ तपाईले बुझ्नुभयो भने हुन्छ. अर्को क्वेशन छ? छैन. अब खाजोक मुनमा आयो. अब अर्को दिन पढौँला हैन. अब हाम्रो बिस्तारै यसरी क्वेशनको प्र्याक्टिस अनि सँगसँगै के छ हाम्रो किप लेभल 5 को एक्जाम तयारी कक्षा यसरी नै हाम्रो छिट्टै हुँदैछ. तपाईहरु पनि लिनुहुन्छ भने हाम्रो के छ फेसबुकमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ. ल आजको भिडियो कस्तो लाग्यो? अर्को भिडियो पनि चाहिन्छ भने कमेन्ट गर्नुहोस् ल है त. ल आजलाई यति नै. हस्त धन्यवाद.